अलिकति जुम गरेर छेउमै जानु कलर चाहिँ बब्बाले हुन्छ यस्तो बबाल्यो यस्तो चाहिँ हो क्या माछा भनेको यहाँ केकोले यहाँ हाम्रो दाइले पुरै हात साथ हालिकन मार्नु हुँदैछ सो हे गाइज वेलकम ब्याक टु माई अनदर ब्लग सो अब हामी चाहिँ फिसिङ गर्नको लागि खोलातिर जाँदैछौँ यहाँ हाम्रो दुईवटा बाइक छ यहाँ दाइहरू अहिले यहाँ निस्किनुहुन्छ आज चाहिँ मैले माइक युज नगरेको किनभने राति हराउनु सक्छ झर्नु सक्छ त्यही भएर माइक चाहिँ म अहिले राति चाहिँ युज गर्दिनँ सो क्लियर भोइस नआउन सक्ला सो अब हामी एकछिनमा निस्किन्छौँ गाइज सो गाइज अब हामी लागिसकेको छौँ फिसिङ गर्नको लागि ब्याक पछाडि दाइहरू हुनुहुन्छ लाइट उपर टल्किँदो छ आँखामा हाम्रो छ यहाँ हाम्रो गाडी चलिरहेको छ यात्रा एकदम दामी हुनेवाला छ गाइज हामी चाहिँ कहाँ जान आँटेको भने सिसाङ खोला जान आँटेको हाम्रो यहाँ ड्राइभर चाहिँ एकदम खतरा लाइसेन्स प्राप्त नेपाल सरकारले पुरै भिआइपी लाइसेन्स दिनुभएको छ उहाँलाई होइन दाइ राइडर चाहिँ एकदम खतरा हो जे भन्यो भने अगाडि 3 जना हुनुहुन्छ सरी नेपाल पुलिस सरी है अलिक हतारमा गर्दा हेलमेट लगाउनु बिर्सेको हो सो सरी भन्न चाहन्छु नेपाल पुलिसलाई सो अब हामी जाँदैछौँ यो हाम्रो लामिटार जाने बाटो हो गाइज ओइ नेपाल पुलिसलाई के भन्न चाहन्छु सो गाइज हामीले चाहिँ यहाँ बाइक राखिएको छ कसैले केही नगरिदिनु होला भन्दै यहाँ हाम्रो दाइ एकदम खतरा दाइ माछा मार्न एक्सपेरिमेन्ट पर्फेक्ट सो यस्तै छ यतातिर माछा चाहिँ मार्ने होइन जस्ट फन दाइहरू चाहिँ अगाडि गइसक्नु भएको छ हामी चाहिँ अलिक पछाडि नै छौँ उता अगाडि देखिनै भएको छैन सो यता अलिकति मासतिर जाने पऱ्यौँ गाइज है तपाईँहरूलाई अब त्यहाँ त्यो ठाउँमा पुगेर भेट्नेछौँ एकदम माछा सो यहाँ हामी माछामा खान नपाएर आएको होइन हामी जस्ट मार्नको लागि मजाको लागि सट्ट लगाएर मात्र आएको हो अहिले भर्खर टुट्टा तारा देखेँ यार गाइज कस्तो भनेको हाम्रो यहाँ दाइ भेट्यो रिन्सेटजीले एकदम खतरा तरिकाले एउटा मारिसक्नु भएको छ उहाँले यता हाम्रो दाइ हुनुहुन्छ लु लाग्नु लाग्यो दाइ खोइ ए तपाईहरुलाई यस्तो रातिको सिन दिउँसो देखाइँदैछ लाइक सब्स्क्राइब गर्नु गाइज तुमा हातले पक्रिदिन्छु होला उयो उयो बिचमा छ ओ सिक्नु दाइ सिक्नु भएन भएको हजुर दाइ कहाँ कति राम्ररी मार न खोइ कहाँ खोइ ए ऊ अन्त सिक त्यसलाई सिक ए भगायो लेवा खोइ दाइले पनि हजुर हजुर म एकछिन है उयो ए देखेँ ऊ आइज त हिले आइस यहाँ उहाँ बिस्तारै आइज बिस्तारै सिक त्यसलाई सिक ए भगायो मारिन त लाइटै छैन त हौ फेरि यता के हो यो सो गाइज म चाहिँ यहाँ अब हल्का हातले यहाँ हेर्न सक्नुहुन्छ यहाँ यसलाई म हातले पक्र्नेवाला छु
भागो 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 लु कस्तो भागिदिएको यार म चाहिँ किनभने यस्तो मार्दिनँ गङ्गेटा पनि यहाँ हेर्न सक्नुहुन्छ सो गाइज हामीले चाहिँ अहिलेसम्म यति फिसिङ गरिसकेको छौँ मारेको भन्दैन फिसिङ गरेको भन्छ यसलाई सो गाइज हामीले चाहिँ यहाँ खोलिदिएको छौँ खोलिदिएपछि चाहिँ यो पानी सुक्छ र पानी सुकेपछि चाहिँ एकदम बवाल तरिकाले माछा पर्छ मलाई चाहिँ यो पारतिर चाहिँ मलाई मार्न आउँदैन बट तराईतिर चाहिँ म ओभर हान्ने मान्छे उहाँहरू ल्याम ल्याम हान्नु हुँदैछ यहाँ हाम्रो खेलाडीले बाँध्दैछ सिकारी खेलाडी होइन सिकारी यसको खुट्टामै माछा छ र पनि यसले मार्नु सकेको छैन यसलाई म केही भन्दिनँ होइन अब त हातले पक्रिन्छ पक्न पानी सुकोस् यहाँ चाहिँ एकदम छिनछिनमै हाम्रो माछा परिरहेको छ यहाँ हेर्न सक्नुहुन्छ कस्तो नदेखेको यार हाम्रो दाइले यहाँ मारिसक्नु भएको छ गाइस हो तपाईँले मार्नुभएको आमा खोइ हेरौँ त अनि माछाको टाउको गइहाल्यो नि टाउकोले के हुँदैन जिउ खाने हो दाइले यहाँ कस्तो दामी मारिसक्नुभयो दाइ मर होइन खस्रे अनि यस्तो बबाल्यो यस्तो चाहिँ हो क्या माछा भनेको यहाँ दामी अर्को हुन्छ कहाँ गयो लिनु खोजेको त्यही छ त्यो होला एकछिन बिस्तारै बिस्तारै अर्को तँ ओहो त्यहाँ छेउमा हौ त्यही छ अनि त्यसलाई दामी अहिले त त्यसलाई पनि हान्दै से अर्को गाइज सो गाइज हामीले चाहिँ यति अहिले एकैछिनमा मारिसकेको छौँ यहाँ अब यो चाहिँ तपाईँहरूलाई भरे देखाउने छौँ र हामी चाहिँ यहाँ अब सिकारी दाइसँग केही हामी खतरा हन्टिङ गर्नुहुन्छ उहाँले चाहिँ एकदम खतरा मार्नुहुन्छ दाइ हाम्रो भन्दा त देखाइदिनु सही हाम्रो भन्दा त तपाईँले मार्नुभएको कि दाइले हन्स हुँदैछ यहाँ मान्छे चाहिँ उता छ हाम्रो दोर्ने दाइले त्यो माछा भागेकोलाई भगाउनुहुन्न माछा भनेर एकदम ज्यान स्यान त्यागेर सर्पको डर नगरी गर्नुहुँदैछ उहाँको लागि भए पनि लाइक चाहिँ गरिदिनु यो भिडियोलाई गाई यतिको हुनु पर्यो दाइले खोइ दाइ देखायो नि त भागेको माछा पकाउनु भयो अनि यतिको मान्छे भएपछि त अनि सकेन सबले साउट अफ टु दोर्ने पिठाकोर्दी मगर दाइ है गाइज अब हाम्रो दोर्ने दाइले एकदम खतरा तरिकाले हेरौँ कतिको मार्नुहुन्छ शिकार हाम्रो अगाडि छ उहाँले मार्नुभयो यतिको हुनु पर्यो हाइट शिकारी भएपछि दाइले फेरि नेक्स्ट अपर्च्युनिटी पाइसक्नु भएको छ माछा कहाँ छ त्यो मैले देखेको छुइनँ उहाँ छ हेरौँ माछा छ दाइको हना हेरौँ उहाँले मार्नुहुन्छ एहे लागेको थियो यार हामी चाहिँ अहिले बारीबाट माछा मारेर सकेर हामी एकछिन खोलातिर आएका छौँ खोलाको बगर भन्छ यसलाई खोलै भनौँ यहाँबाट पानी बगिरहेको छ भने
यहाँ अब माछा यस्तोमा चाहिँ अलिक गाह्रो छ तर पाएपछि चाहिँ फेरि ठुल्ठुलै पाइन्छ। यहाँ हाम्रो एउटा शिकार छ। लभली दाइ मरो यो त अब यो चाहिँ माछा जित्न भनेको कालहरू हातसँग त्योसँग के समाइरहेको तैँले हाम्रो अहिलेसम्म माछा यति भइसक्यो। एकैछिनमा अझै हामी मार्छौँ। नदी एकदम मजाले बगिरहेको छ। नदीको कुनै गन्तव्य हुँदैन। दाइ त अति सानो छ त हौ पर्छ। यसलाई सानो भन्छ यसलाई सानो भन्ने कत्रो यहाँ भिडियो देखा अम्बो लभली सट है। आम्मा अनि सकिएन टाउकै सक्यो अनि दामी भिडियो। यहाँ म हातले मार्न कोसिस गरिरहेको छु। हेर्न सक्नुहुन्छ माछा यत्तिकै छ यहाँ। आम्मामा रिन्छेन्जीले हेर्नु गाई चाहिँ यस्तरी मारिदिन्छ अनि सक्दैन। बा माछा अरे गाई चाहिँ अम्बो एक सर्टमा गाई सर्पै मरो। एक सर्ट हामी सर्प माछा अरे यो चाहिँ। ए सर्प हो यो चाहिँ। एक सर्टमा गाई हेर्नु एक सर्टमा मारिदिनु भयो उहाँले। यस्तो सर्प हुन्छ जोखिमपूर्ण हिँड्नुपर्छ हामी। झन्डा दाइ देख्नुभयो झन्डै टोकेन केही हुँदैन मरिँदैन। सो हामी चाहिँ अब दाजुभाइ हिँड्दैछौँ मस्तिर क्लास बजाइ बढी यहाँ अगाडि मात्र टोली पनि हाम्रो आउनु हुँदैछ। दाईहरू हाम्रो दाईहरू आइसक्नु भएको छ यहाँ माथिबाट। दाई कति मार्नु आम्मा सानो सेती तलसम्म त छ होला लाइन टकतिर चाहिँ हाल्नु दाइ कुलो बनाएर हेर्नुहोस् नि दाजु नि त नि अस्ति खोइ चोपडी अङ्कलले बोकेको प्लास्टिक एउटामा गङ्गा कता जो उताबाट माथि उता पल्लोपट्टि हाल्नु हो। यति माछा मरिसकेको छ अहिलेसम्म जम्मा भने हामी अझै हिँडिरहेको छौँ। बिस्तारै बिस्तारै देख्नु भएको छ कि छैन उहाँ अहिले ऊ दुईवटा छ त्यहाँ अर्को यता छेउमा छ जसले भयो नि। ल्याएर बस 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 आइज देख्यौ अब त्यसरी त पानी भाग्यो माछा यहाँ म कहाँ ताक्दैछु मैले अम्बो दाइ सिक्री हान्नुभयो त अनि यो त मजाले हेर्नु हो त्यही गाडीवाला टाउकोमा है दाइ टाउकोमा है निकाल त्यही छ समात्नु मुनि हुन्छ मुनि गाडी फेरि उता जाउँ न पर्छ तिमीले गर्नु त्यसलाई हामी त त्यो देखेकोलाई भौडी भएको अब यत्रो भौडी त तिरले पनि तल पुरा मुखमा भएन यस त्यही गाडी दाइ दाइ ऊ गहिरो भयो धेरै गहिरो जस्तो भेट्दैन क्या ओ त्यहाँ माथि छिराउनु त दाइ यहाँ गन्दै साथीहरू उहाँ छ
पानी हालेर हुन्छ बेटो पानी नलाई एउटा 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 टस दिन त गोविन्द गोविन्द एउटा टस दिन त म देखाइदिन्छु यताबाट यता दिन न एउटा मुभी गरिदिन्छ हेलो त्यहाँबाट एउटा हेरिदिन्छु क्या पक्षमा यता आयो 19 के हो यो पनि आयो नहोला पानी म पानी किन दाइ दियोमा यहाँ निस्केको थियो एउटा उहाँ यहाँ पनि आयो यहाँ पनि आयो सो गाइज अहिलेसम्म चाहिँ हाम्रो यति भइसकेको छ सब हिले छ सेती 2-3 होला मुनि छ हाम्रो सबैतिर चारैतिर लाइट बलिरहेको छ लभली सट हान्नुभयो उहाँले ठुलो अप्पा हो यो यत्रो ठुलो पर्दैन त्यो के हो हामी चाहिँ माछा मार्ने क्रममा अहिले खोलादेखि थोरै खोला उता कराइरहेको छ यहाँ अब माछा पकाउनु पर्ने हुन्छ थुप्रै तरिकाले मारियो यति मारिसक्यो अहिलेसम्म यस्तो माछा सेतीहरू यस्तो सेती ठुल्ठुलो पर्छ यो सेतीहरू यो जति सेतीहरू परेको छ यो चाहिँ यतै परेको ठुल्ठुलो चाहिँ माछा हजुर सो हामी चाहिँ हल्का अब ब्रेक टाइम हो हाम्रो चौथो के छ त्यही खाने हो यहाँ माछा चाहिँ ओभर पर्दैछ यति 1 किलो पर्दिसकेको छ गाइस अब हामी माछा फेरि हाम्रो यहाँ चट्टा लाएर पानी सानी छ जरुवा पानी अनि यहाँ अब चट्टा खाजा हुँदैछ दाइ एकदम रेडीमा यता रिन्छन्जी यता हाम्रो दाइ यता दाइ लाइक ब्रेकफास्ट माछा मार्दाखेरिको टमाटरमा हानिँदैछ हामी अब लागिसक्यौँ फेरि आफ्नो कामतिर वर्कतिर अब हामी खाजासाजा खाएर चट्टा लाएर माछा बोकेर यहाँ यो बिग्रेको मान्छे भत्केको भएर भन्ने जस्तै छ अब हामी जाँदैछौँ फेरि आफ्नो मिसनलाई अन्जाम दिन गाइस त्यस्तै छ है बबाल छ यसको अनुहार हेर्नु सक्नुहुन्छ यहाँ हाम्रो एउटा माछा हातदेखि भागेकोले यहाँ हाम्रो दाइले पुरै हात साथ हालिकन मार्नु हुँदैछ जाउँ दाइ म चाहिँ यहाँ मजाले बसेर हेरिरहेको छु मलाई मार्न आउँदैन जस्ट बोक्ने मात्र हो हेल्पर जुम गरेर छेउमा जान्छ यो त डेन्जर हो यो त कलर चाहिँ बब्बाले हुन्छ लभली कस्तो चलाउला जाँदा देख्दैछ दाइ झन्डा हाम्रो कन्टमा टोकेन चौनाले सलला भन्दै सर्प गङ्गाली सर्प हामीले यहाँ भेटिसकेको छौँ
सो गाइस अहिले भर्खर हामीले गङ्गली यत्रो सर्प भेट्यौँ झन्डै हामीलाई भ्याइदिएको है अब हामी अब घरतिर जान्छौँ अब हाम्रो सकियो फिसिङ यात्रा सो अबको केही देरमा हामी घर जान्छौँ यहाँ हाम्रो बाइक रेडी छ हाम्रो भिआइपी लाइसेन्स प्राप्त के हो सो अब हामी एकछिनमा जान्छौँ सो थ्याङ्क्स फर वाचिङ सी इन द नेक्स्ट ब्लग सो तपाईँहरूलाई आजको ब्लग कस्तो लाग्यो कमेन्ट गर्नु होला र यस्तै ब्लग हेर्न चाहनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला र सी इन द नेक्स्ट ब्लग बाई बाई गाइस